Santa Claus. Hello, it's your boy KG by straight out bro, represent my city, my whole gang. Just listen to BG boys. बताइ हुन्छ यहाँ चाहिँ मेन ब्लग यहाँबाट आज सुरु भयो हाम्रो बिरेन दाइ हैन बीएनबी पछाडि हेर्न सक्नुहुन्छ बीएनबी ग्यारेज जति पनि अटो पार्ट्सहरु केही प्रब्लमहरु छ भने चाहिँ यहाँ आउन सक्नुहुन्छ ठ्याक्कै कोटिया चोकदेखि चाहिँ हिमालय फर्निचरको छेउमा हाम्रो बहिनीहरु छ यहाँ केजी ब्लग्स भनेर सपोर्ट गर्नु पर्यो नि त बहिनी केजी भाइ भनेर बहिनीहरु पनि आइसके भिडियो बहिनीहरुको नाम भन्नु मिल्छ ह के हो बहिनीहरुको नाम अस्सु लक्ष्मी अस्सु अस्मी अनि बहिनीको फियोना सय ल बहिनीहरु पनि जस बीएनबी को चाहिँ सर्भिस लिन आउँछ र हाम्रो बिरेन दाइ के भन्दैन बीएनबी को बारेमा के हुँदैन सबै ठिकै छ आउनु सहयोग गर्न मौका दिनुस् हैन मिलाएर गरिन्छ यहाँ हामीले सय ल है सबै सुविधा हुन्छ सर्भिसिङ देखि लिएर यहाँ गाडीको लेनदेन देखि लिएर सबै कुराहरु हुन्छ ल दाइ म गए ल अब हामी जान्छौं यो हाम्रो यहाँ भाइ पनि ल है हाम्रो अब चाहिँ सुरु भइसकेछ हामी चाहिँ किन कहाँ के जाँदैछौँ पहिला तिमीले भन आज चाहिँ मेरो बर्थडे हो मेरो स्पेशल डे हो है सो हामी चाहिँ बर्थडेको स्पेशल डे पारेर सुट हान्न जाने प्लानिङमा छौँ अब सुट हुनको लागि वी आर रेडी ओके 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 ल हामीसँग विपुल भाइ पनि छ यहाँ बिआइजी अहिले साइलेन्ट छ अहिले भाइलेन्ट हुन्छ सय आज हाम्रो भाइ पनि छ है फेरि मागेको छ त्यही अब चाहिँ हामी चाहिँ नुवाकोट जाँदैछौँ नुवाकोटमा चाहिँ अब कहाँ हो सुरुमा कालिका नगर नुवाकोट त अब अहिले फेरि ल हेर्दै जाऊ अब के कुराहरू हुन्छ अब स्टे विथ माई भिडियो केजीबा अन द फ्लो राइट नाउ अब भ्लगिङहरू सुरु भइसक्यो अब यस्तै गरेर नयाँ कन्टेन्टहरू आउँछ र अब चाहिँ हामी चाहिँ नुवाकोट जान्छौँ नुवाकोट होइन कालिका नगर भाइहरूले के गर्छ अब त्यो बिहाइन्ड द सिन हेर अब हाम्रो प्रोडक्सन हाउस हाम्रो विपुल भाइ र हाम्रो आशा भाइ र एडी भाइको चाहिँ कसरी चाहिँ प्रोडक्सन वाइज चाहिँ काम हुन्छ त्यो कुराहरू चाहिँ बिहाइन्ड द सिन है ओके स्टे ट्युन माई भिडियो सो बोय केजी यो अहिले चाहिँ हामी यहाँ द खुसी मार्टमा गिभ अवे मैले चाहिँ पाएन कि अरूभन्दा पनि दाइको हातबाट गिभ अवे खुट्टियामा गएर भाइलाई चाटे गर्छ क्या जहिले कमेन्ट गरे चाहिँ भाइ गिभ अवे पाएन भनेर पानी पनि दिनु न एक बोतल यो र अहिले चाहिँ हाम्रो यहाँ भाइको चाहिँ के भयो रे भाइ नयाँ 16 सिटर अब इभी लिएको छौँ काठमाडौँ बुटोल रुटमा हिँड्नलाई जानु पर्यो भने सम्पर्क गर्नु होला डेमा सय भाइ यो झ्याल तल गर न भाइ मेरो चाहिँ अहिले चाहिँ होल यो भिडियो चाहिँ अस्ति 2-3वटा सब भ्लग जति पनि आइरहेछ सबै चाहिँ हाम्रो बिआइजी विपुल भाइले चाहिँ गरेको र प्रोडक्सन हाउस बिस्तारै चाहिँ इस्टाब्लिस गर्ने भयो यो 2026मा भनेर हाम्रो अपकमिङ प्लानिङहरू छ हेरौँ के हुन्छ अब के हुन्छ स्थितिले कस्तो समय जुराउँछ र अहिले चाहिँ हामी ट्राफिकमा चाहिँ हल्का सिग्नलमा अड्क्यौँ है हाम्रो भाइ छ यहाँ भाइ के भन्दैनौ त्यो के तिम्रो कामहरूको बारेमा कस्तो काम बन्छ के हुन्छ तिमीहरूको प्रोडक्सनमा हाम्रो प्रोडक्सनमा म्युजिक भिडियोदेखि लिएर सानो प्रमोसनल भिडियोहरू पसलहरूको लुगाहरूको रेस्टुरेन्ट ड्रोन सर्ट्स सबै कुरा गर्न सकिन्छ गर्दै अब वेडिङहरू त भइ नै हाल्यो वेडिङहरू गरिन्छ वेडिङ फोटोसुट भिडियो सुट सिनेमेटिक ड्रोन सर्ट वेडिङको सबै सकिन्छ अनि अझ प्रोडक्सनमा बिस्तारै हामीले अब ग्रिन स्क्रिनहरू बढाउँदैछौँ बिस्तारै सबै कुरा प्रगति गर्दैछौँ सामानहरू थप्दैछौँ बिस्तारै सामान थप्दा पागल भइदो रहेछ यो भिडियो प्रोडक्सनमा चाहिँ त्यही हो त्यही हो अब भाइहरूले त्यही गरिरहेछ होइन राम्रो काम गरेछ सो सबैजना मिलेर चाहिँ हामी सपोर्ट गर्नुपर्छ होइन एकअर्कालाई त्यही कुराहरू हो भाइहरूले गरिरहेछ सो मलाई त एकदम इन्सपिरेसन हुन्छ माया भाइहरूले गरेछ भनेर
केटाहरूलाई चाहिँ गर्नु छ होइन, केटाहरूलाई गर्नु छ म्युजिक भिडियो अथवा भिडियोको कामहरू प्रमोसनदेखि लिएर जे पनि गर्नु छ भने र मलाई कन्ट्याक्ट गरेर गरे पनि भयो। हजुरहरूलाई खोज्न गाह्रो हुन्छ भने सिधै मलाई कन्ट्याक्ट गर्ने, अनि त्यसरी चाहिँ मिलाएर कुरा गरेर चाहिँ काम सुरु गर्न सकिन्छ। एकदम मिलाएर केटाहरूसँग चाहिँ एनिथिङ हुन्छ नि, लाइटिङदेखि लिएर ड्रोनदेखि लिएर सबै छ कि केटाहरूसँग होइन। हजुरहरूको काम चाहिँ बेस्ट आउँछ है, बेस्ट क्वालिटी एकदम क्वालिटी र बेस्ट प्राइस पनि हजुरले भनेको जस्तो होइन, अन बजेट अन बजेट। यो बजेटमै चाहिँ हजुरको कतिसम्म बजेट छ त्यो अनुसारको हजुरले चाहिँ आफ्नो बजेट लिएर आउनुहोस्, मसँग यति छ भने त्यही अनुसारको प्रडक्सन गरेर चाहिँ काम गरिदिन्छ। अरू त अब काम त अब मेरो अब म्युजिक भिडियो हुँदैछ त्यसमा देखाइहाल्नुहुन्छ होइन कस्तो छ केटाहरू काम भनेर। अहिले चाहिँ हाम्रो अञ्जली बहिनी चाहिँ आइसकेको रहेछ, सो हामी चाहिँ पिकअप गर्न जान लाग्छौँ अञ्जली बहिनीलाई। हेरौँ अब के हुन्छ कसो हुन्छ, सुचु विथमा धन्यवाद। यो अञ्जली बहिनी चाहिँ आइसकेको रहेछ यहाँ, हाम्रो अञ्जली बहिनी। अञ्जली बहिनी आइसकेको छ यहाँ ब्लगमा। के छ, स्वागत छ बहिनीलाई ब्लगमा। के हो कसो छ के भन्दै हो नि त? बहिनी फेरि हाम्रो एक्स ब्रदर सिस्टर्स है, ब्रदर्सको सिस्टर्स हो हाम्रो अञ्जली बहिनी। एकदम मेहनतिलो थियो, अहिले चाहिँ पढाइको सिलसिलामा चाहिँ घर छ। अहिलेको लागि चाहिँ मेकअप आर्टिस्ट। धन्यवाद। अहिले चाहिँ हामी ठ्याक्क अब लोकेसनतिर आइसकेको छौँ। यहाँ गेट त कडा बनाएको। अब चाहिँ हामी लोकेसनमा आइसक्यो है। यो वाला सर्ट दामी आउँछ जस्तो लाग्यो कि यताबाट होइन, यतातिर त अलिक घाम पर्छ बे। यता ठ्याक्कै यो यस्तो छ, एउटा चाहिँ बाटो यो छ होइन। अब बाटोको ठ्याक्क माइक राखेर गर्ने रे। एडी भाइको यहाँ चाहिँ ब्लग भइरहेछ, फेरि ब्लग ब्लगमा भाइको ब्लग भइरहेछ यहाँ फेरि होइन। के भन्दैन त अब कस्तो के हुँदैछ, अब कसरी अब के छ तेरो थट्समा दिमागमा? अब त्यही हो, गाडीहरू हिँडिरहेको छ, हल्का प्रब्लम हुन्छ कि एकचोटि मेरो नि चिलियामा सुट हान्ने बेला जस्तै भयो त कि खिचिरहेको, फेरि पछाडिबाट मान्छे आइरहेछ। हेरौँ कस्तो अनप्याक छ चिलिया। हाम्रो भाइ फेरि आजको क्यामराम्यान र डाइरेक्टर दुइटै है फेरि। अनि हाम्रो भाइ फेरि भाइको पनि अब हल्का फुल्का क्यामराम्यान, लाइटम्यान, अब के सकिन्छ आइडिया दिने, जे गर्नु सकिन्छ मिलेर गर्ने। अब सही हो। अब यसै गरेर चाहिँ अब भाइहरूको हल्का फुल्का कामहरू हेरिन्छ। त्यही नै गर्नको लागि मैले भ्लग गर्न आएको हो होइन। हल्का टाइम निकालेर आज चाहिँ यसो भाइहरूसँग टाइम स्पेन्ड गरिदिउँ र भाइहरूको काम पनि देखाइदिउँ भनेर हो। मेन चाहिँ मोटिभ चाहिँ हाम्रो यो चाहिँ भ्लगिङको मेन मोटिभ भनेको चाहिँ आज चाहिँ कसरी चाहिँ भाइहरूले चाहिँ काम गर्छ त भन्ने कुराहरूमा, अनि के हुन्छ त्यो टाइममा होइन। अञ्जली छ यहाँ, अञ्जली के भनिदेऊ? बहिनीले चाहिँ आज के गर्छ अरे, मेकअप? सही हो सही हो। हाम्रो बहिनी फेरि सिधै पश्चिमबाट हो न। ल सही हो सही। अब चाहिँ यहाँ बसिन्छ एकछिन होइन, त्यसपछि हेरिन्छ के हुन्छ कसो हुन्छ। र अहिले चाहिँ हाम्रो यहाँ भाइ छ है। भाइ यो ठाउँको नाम के रे भाइ? रामनगर। ल अहिले चाहिँ हामी रामनगरमा छौँ। रामनगरमा चाहिँ ठ्याक्क फेरि भाइको फेरि यस्तो सर्ट एन्ड स्विट के, सर्ट एन्ड स्विट एउटा चोक जस्तो क्या मागेको छ। सर्ट एन्ड स्विट ट्याक्क बस्यो, आयो सर आएर चाहिँ यहाँ चिया चुरोट अलिकति ब्रेक टाइमको लागि चाहिँ दामी रहेछ। भाइको नाम के हो? गुरुङै हो? ए के गुरुङ हो? ए सोल्डी वर्दर रहेछ भनेपछि म पनि गुरुङ हो क्या, कृष्ण गुरुङ हो, केजी भाइ भनेर चिन्छ। र भाइले यसो यो च्यानललाई सब्सक्राइब हान्नुपर्ने हुन्छ नि त, बल्ल त देखिन्छ नि त भाइ हो कि होइन? केजी भाइ है, केजी भिएआई भनेर सब्सक्राइब गर्नुपर्ने हुन्छ भाइलाई। त्यही हो, भाइसँग चाहिँ कुरा गरेर सही भयो। गुरुङ रहेछ। अब चिया खाइन्छ, चोट तानिन्छ, त्यसपछि हेरौँ के हुन्छ। अहिले चाहिँ हामी यो गरेर निस्क्यौँ होइन। र त्यहाँ चाहिँ विपुल भाइ छ। यसको यो पनि सिन पनि क्या खतराको है। सर्ट मुभीहरूको यो एङ्गल हेर न भाइ स्क्रिनमा क्या, सर्ट मुभीहरूको लागि यस्तो दामी पर्फेक्ट लाग्यो कि जस्तो हिँडेको सर्ट यो यता भित्र त्यो बाटो त्यो हुन्छ नि एउटा सिन, त्यो कन्सेप्टमा के यहाँ दामी लाग्यो। लोकेसन हल्का सानोतिनो सर्ट मुभीहरू बनाउने ठाउँ पनि यस्तो सुनसान रहेछ। चिल गर्न आउँदा पनि ठिक छ होइन, अलिकति डिस्टर्ब पनि हुँदैन। अनि जे हुन्छ नि एउटा एक्टिङ गर्न पनि केटाहरूले एउटा जोन पाउँछ नि त होइन। ट्याक्क मजाको ठाउँ रहेछ यहाँ पनि। भाइको चिटिक्क परेको दोकान छ। पुनः सोल्डीलाई सही हुन्छ नि यसरी बाहिरको यस्तै सोचिरहेको थियो। टायर अनि यो टेबल यो चिल रहेछ। सोल्डी हजुरको लागि यो टेबल कुर्सी फेरि। हेलो, अनि हामी चाहिँ दाइको सुट भएको छौँ। म चाहिँ मेकअप आर्टिस्टमा हो। हाम्रो दाइहरू चाहिँ नास्ता हाल्दै हुनुहुन्छ, अनि हाम्रो दाइहरू चाहिँ क्यामेरा निकाल्दै हुनुहुन्छ।
अनि गाइज यो बाटोमा चाहिँ धेरै भिड भइसकेको छ। दाइले चाहिँ अब सामान निकालिदिनुहुन्छ। दामी त सिन यहाँ चाहिँ अलिक फोहोर भयो, अलिक यहाँ सफा गर्नु पऱ्यो। त्यही हो गाइज, आज चाहिँ दामी हुनेछ हेर्नु होला। ब्लगमा चाहिँ म पनि आउँछु होला। यो चिया खाना छ भने ठ्याक्क राम बजार रामनगर रहेछ। रामनगर भित्र ठ्याक्क एउटा त्यो औद्योगिक कन्भेन्सनको गल्लीबाट स्याट्टै तायो भने चाहिँ यो ठाउँ छ भाइको होइन। दामी ठाउँ रहेछ यो चाहिँ, आउनु पऱ्यो है सबैजना चिया खानालाई। टक्क जक्सन जस्तो कि होइन, बाटोकै छेउमा कि उता देखाएन, बाटो ट्याक्क आयो, यहाँ बस्यो चिया खायो, गिटार सिटार बजायो। त्यही हो हाम्रो अञ्जली बहिनीले चाहिँ अहिले मेरो टेक ओभर गरेर चाहिँ यिनले चाहिँ सर गऱ्यो है। के गऱ्यो के मलाई पनि थाहा छैन, तर लास्टमा खिचेछ यिनले। र बहिनीलाई नि यो भ्लगमा धेरै धेरै स्वागत छ। यो भ्लग भिडियो तिमी भोलि 10 वर्ष गरेर नि हेर्न सक्छौ बाहिर गएर होइन। एउटा एडी दाइको यो गानाको उसमा यस्तो गर्न आएको थियो, यो भयो भनेर एउटा मेमोरी चाहिँ क्याप्चर भयो। अब चाहिँ हाम्रो भाइको अब यहाँ केवाला अरे माइकवाला माइक स्ट्यान्डवाला चाहिँ एउटा सर्ट चाहिएको स्ट्यान्ड खोइ त अनि स्ट्यान्ड टक्क अब चाहिँ यहाँ भाइको चाहिँ अब स्ट्यान्डमा अब टक्क यो दियो पाराको हुन्छ अरे। हेरौँ अब कस्तो हुन्छ के हुन्छ। गाइज अनि यहाँ चाहिँ अब आफ्नो काम गर्दै हुन्छ दाइहरू। यहाँ चाहिँ ए दाई केजी दाई चाहिँ क्यामेरा सेट हुँदैछ, सिधै आउँदै हुनुहुन्छ उताबाट। चाहिँ हामी जानु लागेको सुटको लागि। अनि यहाँ चाहिँ क्यामेराम्यान दाइहरू ऱ्यापर। आज दाइको बर्थडे पनि हो, सबैजनालाई ह्याप्पी बर्थडे भनिदिनु होला। चाहिँ यो जङ्गलमा सुट हुँदैछ। तपाईँहरूलाई चाहिँ पनि टिकटक भिडियोहरू यसो फ्यामिलीसँग टाइम स्पेन्ड गर्न छ भने पनि यहाँ आएर नास्ता सास्ता खाएर जान सक्नुहुन्छ। यहाँ चाहिँ हतियारहरू अब यहाँ लेन्सहरू टक्क अब हाल्छ भाइहरूले। यहाँ यस्तो राखेर क्यामेरा अनि यो सर्ट दिन्छ अनि उता चाहिँ छन् रेडी भइसकेको छ। अब के हुन्छ कसो हुन्छ। र अहिलेको लागि चाहिँ धन्यवाद। भाइ चाहिँ त्यहाँ के लिङ्ग गयो भ्लग हान्दैछ केजी दाइले यहाँ भन बहिनी यहाँ 3 चोटि यही बाटो आइसक्यो केटाहरू यहाँ सुट गर्दैछ। गाडी चाहिँ ऊ त्यहाँ छ अगाडि अघि चिया खाएको ठाउँतिर। सामान बिर्सेर हिँडे यतादेखि उता यतादेखि यता। आजको वकिङ एक्सर्साइज यहीँ पुरा हुन्छ जस्तो। अघि आएको भर्खर लाइट पनि लिएर लिन आउँछु भनेर बाहिरै यता सामान थियो त्यही लिए हिँडिदिएँ कि बिर्सेछु लाइट लिन पनि। बिर्सेपछि आउनै पऱ्यो लिन। प्रडक्सनको लागि काम त गर्नु पऱ्यो, राम्रो त निकाल्नु पऱ्यो। ल म चाहिँ लाइट लिएर फर्किसकेँ। केटाहरूले दौडी भन्दैछ चिलमा जाने र यहाँ माथि अघि बाँदर नि उफ्रिरहेको थियो। ल है त मेरो चाहिँ पार्ट सक्यो। अब केही दाइ आउनुहुन्छ होला। ल मिला यस्तो गर न माल फेरि यताको बिग्रे यार। फिल आएन दिनु पऱ्यो त्यहाँबाट नि। माथिमा कस्तो हरामी हो कि ए हेरेर बसिरहेको थिएँ कि मैले हेरिरहेको थिएँ। ओए हरि भए त बाल बाँधेको नि दामी देखियो यार। हरि ओए यसले खान्छ जस्तो। तपाईँ भिडियो हेर्नको लागि चाहिँ एडी वर्सनको उसमा च्यानलमा गरेर चाहिँ हेर्नु होला। अहिलेको लागि चाहिँ यति है, धन्यवाद। अहिले चाहिँ हाम्रो यहाँ टक्क लगाएर अब यहाँ भाइहरूको सुट हुँदैछ। म चाहिँ अब फेरि ब्याक त्यही हाम्रो गुरुङ भाइकोमा गएर चाहिँ यसो गफ हान्दै। यो गीत चाहिँ हाम्रो दिपेन होइन, दिपेन भाइको लागि है। अहिले चाहिँ यहाँ आएछौँ, टाइम स्पेन्ड गरिरहेको छु। भाइलाई चाहिँ डेडिकेसन गर्न चाहे यो गीत। अनि यो गीतको चाहिँ के भन्दा चाहिँ हाम्रो दिपेन भाइ चाहिँ एउटा केटीसँग चाहिँ खतरा फेसबुक इन्स्टाग्राममा होइन। अनि एक दिन चाहिँ केटीले भनिन्छ कि होइन हामी यत्रो 7-8 महिना भइसक्यो भेटौँ न यार भनेर भनिन्छ केटीले। अनि केटा भाइले पनि ओके नेपालीको न्यु इयरमा म आउँछु उसलाई भेट्न भनेर चाहिँ भन्छ होइन। जुन दिन चाहिँ माया ठ्याक्क अब भाइ भेट्ने भनेर निस्किने बेला त्यता प्रकृतिहरू कस्तो एटमोस्फियर दामी भयो जस्तो टाइपको क्या होइन। त्यो भनिन्छ कि अनि एउटा आकाशमा इन्द्रेणीहरू छाएको, पन्छीहरू उडेको
त्यही आधारितमा यो गीत है रङ्गहरू फैलिएछ इन्द्रेणी भनी आकाशमा त्यही हो अब भाइ चाहिँ अब भाइलाई मोडल बनाउनु पर्छ जस्तो छ हौ भाइ चाहिँ हेर्दाखेरि हेची छ हाम्रो भाइ तर यो भ्लग सधैँभरि याद रहेछ सब्सक्राइब गर्नु पऱ्यो नि त भाइ यो वाइफाई छ र छैन भाइ केजी भिए आयो है ल भोलि पर्सितिर आउँछ होला यो भिडियो ल भाइसँग नि यस भाइको यो दोकान नभइदिएको भए सायद टाइम स्पेन्ड गर्नै गाह्रो हुन्थ्यो होला तर दोकान भएर चाहिँ सधैँमा के हो गाईहरू डेन्जर रहेछ त्यहाँ ल अब चाहिँ प्याकअप है प्याकअप भयो यो लोकेसनको चाहिँ भिडियो सर्ट्सहरू चाहिँ सुट चाहिँ प्याकअप भयो यहाँ बहिनीहरू पनि छ यहाँ बहिनीहरू अञ्जली कस्तो एक्सपिरियन्स भयो त नि सही के कस्तो भयो त नि भाइ सुट राम्रै भएछ लोकेसनहरू जे होस् राम्रै आइरहेछ अब जे होस् पोस्ट प्रडक्सनमा अझ मेहनत गर्नुपर्छ अझ 1-2 ठाउँ सुट छ साँझ नुवाकोट होला अनि फेरि नर्सरीमा पनि गर्ने भनेको छ म अब कता मिल्छ त्यतै अब भेट्नुपर्छ अब यहाँ चाहिँ अब प्याकअप हुन लाग्यो यहाँको चाहिँ प्याकअप हुन लाग्यो ल अब त्यहाँ चाहिँ उसको केटाहरू चाहिँ उस गर्दैछ ल अहिलेको लागि चाहिँ धन्यवाद अब हेरौँ के हुन्छ कसो हुन्छ सायद नुवाकोटवालामा चाहिँ आउँदैन होला किनभने चाहिँ हल्का बिजी छु अलि त्यही भएर भ्याउँदैन होला जति जे छ त्यो खिच्छु म है सिर्फ हजुरको लागि फेरि हजुरको लागि मात्र हो नि हो न भाइ यत्रो मेहनत गरेको बोलेको ल भाइ के कस्तो भयो त नि मतलब सुट हो के सुट चाहिँ जे होस् राम्रो भयो सोच जस्तो भयो अब चाहिँ उता बुटोलतिर हेरौँ अब कस्तो हुन्छ है लोकेसन हन्डान्दै हिँड्ने ल यहाँबाट चाहिँ अब प्याकअप भयो है यो लोकेसन अब चाहिँ हामी सायद कुनै नर्सरीतिर जान्छौँ होला अब के हुन्छ प्लान बिचमा हेरौँला त्यो चाहिँ कसम यो खुर्तीको गाडीहरू आएर लास्टै उस गऱ्यो नि त अहिले झाउ गरेर नि भाइ थाहै रहेन यस्तो फोरो गराएर नि त पोखरा के पोखरा लेक साइडमा कसम होइन जाने त्यहीँ खाने त्यहीँ फोरो गराइदिने बसमै सुत्दिने रे भित्रमा छिर्ने बेलामा त्यहाँ उस गर्नुपर्ने हो क्या बोर्डरमै गाडी लिएर नआउनु मिल्ने टाइपको बल्ल त गाडीहरूले पाउँछ नि त कमाउनु पाउँछ आफ्नै लिएर हिँड्दैछ नेपालभरिमा आएको छ अहिले चाहिँ हामी रेस्टुरेन्टमा र अहिले बहिनीलाई हाल्नु मिल्छ मिल्दैन ब्लगमा र हाम्रो बहिनी छ यहाँ चाहिँ है बहिनी छ एकदम माया गरेर चाहिँ खालि ब्रदर्समा सम्झेर आइरहन्छ हाम्रो ब्रदर्सको सिस्टर के कस्तो हुन्छ अहिले बहिनी चाहिँ भागबटिनमा जब गर्छ र कस्तो चलिरहेको बहिनी लाइफ एकदम राम्रो हो अहिले अलिक बिजी छ होला बहिनी त्यही भएर खासै मतलब भ्याएको छैन तर बहिनी चाहिँ एकदम माया लाग्दो हाम्रो सिस्टर पहिल्यैदेखि नै अहिलेसम्म र यहाँको के छ कस्तो छ अलिकति भनिदेऊ नि त ब्रदर्सको एकदम राम्रो छ सबै स्टाफहरू एकदम फ्रेन्डली हुनुहुन्छ सबैजना आउनु अनि एकचोटि भिजिट गरिदिनु ब्रदर्स क्याफेलाई ओके सपोर्ट गरिदिनु होला सबैले धन्यवाद है मेरो बहिनीलाई धेरै धेरै धन्यवाद बहिनी चाहिँ हुक्का इन्जोय गर्दैछ सो अब चाहिँ हामी यसै अब ब्लग हेरेर भए पनि ब्रदर्स क्याफे रेस्टुरेन्ट चाहिँ आइदिनु होला है अब म चाहिँ फेरि सुरुवात गर्दैछु धेरै कुराहरू चाहिँ सुरुवात गर्नुपर्ने छ हाम्रो काले काले मिलकाले यता आइज न अलि यता आइज न घाम चाहिँ भन्नु केही भन्दैन त अब ब्रदर्समा के अपडेट हुँदैछ कस्तो कस्तो प्लानिङहरू चल्दैछ ब्रदर्समा अब अपकमिङ दिनहरूमा खतरा हुन्छ अब स्लो भइरहेको अब फेरि ग्रो हुनु पऱ्यो नि त स्लोलाई पास गराउनु पऱ्यो नि त भ्लग हेरेर आउनु पऱ्यो यहाँ डिसी भाइ बिजी छ खालि टोइलेट गएकै गर्छ भाइले के भन्दैन त डिसी भाइ अलिकति ब्रदर्स क्याफेको बारेमा ब्रदर्स क्याफे अब फेरि कम ब्याक हुँदैछ भनौँ न एकछिन अब दाइको पनि त्यही अब पर्सनल कुराहरूले गर्दाखेरि अब हामी ल्याक थियो धेरै कुरामा अब त्यो सब ल्याक पोइन्टहरूलाई अब कमी कमजोरीलाई समेटेर वी गन बी ब्याक गाइज या कमिङ सुन भाडाहरू आउँदैछ फेरि खतरा पहिला जस्तै होइन त्यही हो ल अब चाहिँ हामी भर्खरै सुटबाट आइसक्यौँ होइन त्यही हो ब्रदर्समा अब त्यही भ्लगहरू फेरि कम ब्याक हुँदैछ होइन किप सपोर्टिङ है भाइ छ यहाँ टक्क लाएर हाम्रो सेफ भयो लामा भाइ है अनि हाम्रो आशिष भाइ अनि यहाँ छ हाम्रो क्षितिज भाइ सय ल भाइहरूले काम गर्दैछ त त्यही हो अब
राम्रो अब किचनबाट पनि राम्रो राम्रो प्रडक्टहरू निकाल्ने प्रयास गर्दैछौँ हामीले चाहिँ अब धेरै कम्बो सेटहरूदेखि लिएर सबै कुराहरू चाहिँ के प्लानिङमा छौँ त्यो कुराहरू चाहिँ फलो गर्नलाई चाहिँ स्टे ट्युन विथ माई भिडियो र अपडेटहरू दिइरहेको हुन्छु मैले चाहिँ के हुन्छ कसो हुन्छ भनेर लेमन स्प्राइट बनाएको खाले यो अहिले चाहिँ भर्खरै मैले नि खाना खाएँ खाना खाएर ठ्याक्क बाहिर निस्केको त हाम्रो भाइहरू आएछ ठ्याक्क भाइहरू चाहिँ के छ अब प्लानिङ कहाँ अब चाहिँ नुवाकोट माथि गएर अब सट्ट सनसेटको एउटा सिन निकालेर मिठो हान्ने विचार छ के अरे अब माथि गएपछि कहाँ पुगिन्छ भन्ने कुरा थाहा भएन गएर आँखाले के देखिन्छ कस्तो हुन्छ त्यही अनुसार सिन मिलाएर खिच्नुपर्छ अब ल अहिले चाहिँ हाम्रो यहाँ डिओपी हाम्रो क्यामेरादेखि लिएर डाइरेक्सनदेखि लिएर सबै कुराहरू चाहिँ भाइको उसमा छ सो अब के छ खाना खायो अब कस्तो निन्द्रा लगाएर चालचिल लगाइरहेको छ अब त्यही पनि जानु पर्यो अब खिच्नु त पर्यो नि काम त काम हो होइन काम हो सय ल त्यही अलि झ्याउ भइरहेको के यहाँ फेरि के अघि गाडी थियो नि त अब गाडी पनि गयो त अब फेरि सब सामानहरू अब यहाँ अब गाडी भयो के भयो जाने त हामी 4 जनै भयो अब ए बहिनी उसहरू बुड्डालाई बोलाएको त्यो बुड्डा अब क्याम छ भने हो छोड ठिकै छ अब त्यो पनि काममै बिजी होला नि त र भाइलाई पनि राम्रोसँग उस थ्याङ्क यू सो मच दाइ समय बितेश भाइको बर्थडे फर्स्ट अफ अल चाहिँ केजी दाइलाई चाहिँ एकदमै बिग रेस्पेक्ट छ दाइले यस्तो सपोर्ट हुन्छ नि एकदमै सपोर्ट गर्छ दाइले चाहिँ यो भाइ ल जे गरे पनि हुन्छ नि त्यस्तो टाइपको सपोर्ट के एकदमै करेज गर्नुहुन्छ दाइले बिग सपोर्ट बिग लभ भाइलाई है सय यस्तै गरेर भाइले भने जस्तै हजुरले पनि माया देखाउनु पऱ्यो सबैले है सम्पूर्ण भाइले भने जस्तै टक्क बिग माया देखाउनु पऱ्यो र त्यही हो अब चाहिँ भ्लग डेली नभए पनि हप्तामा 2-3वटा भ्लग त आइरहेको हुन्छ किनभने मसँग अहिले मेरो टिम भइसकेको छ आई डोन्ट ह्याभ एनी प्रब्लम राइट नाउ कसरी गर्नुपर्छ के गर्नुपर्छ सबै मेरो केटाहरूले भन्छ त्यही अनुसारले गइन्छ अब यिनीहरू चाहिँ उहाँ जाने प्लानिङ डिस्कसनहरू गरिरहेछ र अहिलेको लागि चाहिँ यति ल भाइहरूलाई धेरै बल्ल हान्न मिल्छ यसमा मिल्छ यो होला जति हानु फोरो भइहाल्छ नि त त्यहाँ लेन्स नि भाइले धेरै माया गर्छ ग्याजेट होडीमा गरे नि भयो क्या ओके ल सही है ल यो चाहिँ एक्सनबाट है एक्सन क्यामेराबाट तिमीलाई चाहिँ म चाहिँ गाउँ खाने कथा सोध्छु है उसले भन्छ त्यसले चाहिँ उस पाउँछ 100 रुपियाँ हामीले कुन बल खान्छौँ ए भाइ काले यो ट्रायल हो यो अब बल्ल सुरु हो तिमीले जाने भनेर यसले बुझिसकेछ होला कि अस्ति खेले जस्तो लाग्थ्यो बस हामीले कुन सुन खान्छौँ कालेले एक बल्ल जिते यसले 50 रुपियाँ जिते ल बुड्डा ब्लग्स रक्स आइसकेछ यहाँ बिहाइन्ड द सिनमा चाहिँ भाइ आउनु भएन काममा व्यस्तता छ अलिकति यो हाम्रो सब यो ब्रदर्सको यो ट्रस्टहरू यो सब फाउन्डेसनको बाहिरको माथिको सब भाइले गरेको सो टु भिजिट फगामी ग्रिल एन्ड स्टिल उद्योग र अहिले चाहिँ हामी यसो चिलमा बसौँ भनेर चाहिँ अब आएको है ब्रदर्स क्याफे रेस्टुरेन्टमा अब भाइब्स आउनु पऱ्यो क्या यार होइन भाइब्स त आएकै हो होइन भाइब्स आएकै हो राम्रै उस भएको तर बिचमा म अफ भइदिएँ कि होइन त्यो बिहाइन्ड द स्टोरी म भन्छु म पछि सबलाई अब भन्छु मेरो किन चाहिँ अफ भयो भनेर चाहिँ अहिले चाहिँ अब म त्यसरी डिटेलमा त जाँदैन तर बिचमा म चाहिँ अलिकति अफ भएर चाहिँ बिजनेसदेखि लिएर फ्यामिलीको सबै कुराहरू अफ भएछ तर फेरि माया देखाउने जरुरत छ जस्तो लाग्यो मलाई चाहिँ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू ल हाम्रो बुड्डा भाइ पनि अब जाँदैछ र भाइको पनि दामी भ्लग्सहरू आउँदैछ एडिट हल्का पेन्डिङमा छ होइन धेरै म्युजिक भिडियोहरू यताउति धेरै काम छ भाइको र भाइ र मेरो एडिटर फेरि सेम हो कि फेरि सेम म्यानेजर एउटै पर्यो अहिले चाहिँ हाम्रो ताजा भइसकेको छ यो बसवाला चाहिँ कहिले नमान्ने भयो भन्दा अप्याक भइसक्यो यत्रो सुनेर उठेछ हेर्नु न भन्दा थाकिसक्यो सो अब चाहिँ साँझ भइसक्यो अब यसै गरेर बित्यो यार आजको दिन चाहिँ अब अहिले चाहिँ म हल्का पिएनबीमा जाँदैछु ग्यारेजमा एकदम सुरुवात त्यहीँबाट भएको थियो मेरो भ्लगिङको अब अन्त्य पनि त्यहीँबाट गर्नुपर्छ जस्तो छ त्यहीँ गएर यसो कुरा गरौँ दाइसँग के हुँदैछ कस्तो छ भनेर ल अहिले चाहिँ हाम्रो यहाँ अङ्कल हुनुहुन्छ है अङ्कलमा चाहिँ यहाँ चाहिँ हाम्रो कोटियाको 2टा मात्र ग्यास स्टेसन छ यो चुल्हामा युज हुने चाहिँ एउटा चाहिँ बाटो पारि एउटा चाहिँ हुन्छ तर अङ्कल चाहिँ एकदम हम्बल हुन्छ किनभने अङ्कलकोमा चाहिँ सबै सुविधा छ फेरि ग्यासमा रिलेटेड कुराहरू सबै सुविधा छ यदि कसैको रेस्टुरेन्टहरूमा बर्नरहरू बिग्रेछ भने चाहिँ भट्टीहरू बिग्रेछ भने पनि अङ्कल ल्याएर चाहिँ सुपथ मुलतमा चाहिँ सर्भिसहरू पनि गरिदिन्छ हो कि होइन भन्नु त अङ्कल ओहो
अनि अङ्कलको शुभ नाम भनिदिनु पहिला सुरु। मेरो नाम कृष्ण प्रसाद ढकाल। हजुर। अनि मेरो फर्मको नाम माता महालक्ष्मी सप्लायर्स। हजुर। अनि यहाँ चाहिँ सबै ग्यासको जस्तै यो ग्यासहरू छ नि त होइन, सबै सुविधा हुन्छ नि होइन? सबै मैले सानोदेखि लिएर ठुलोसम्म सबै कुराहरू बनाउँछु। रेगुलेटर, ग्यास गिजरदेखि लिएर ग्यास सम्बन्धी लगभग सबै सामानहरू बन्छ यहाँ। वेलकम माई ब्लग फेरि एन्डिङ यहीँबाट सुरुवात पनि यहीँबाट भयो, एन्डिङ पनि यहीँबाट। हाम्रो चक्कु दादा बिएनबी ग्यारेज अटो पार्ट स्पेयर है। यहाँ चाहिँ हेर्नु क्रस फायरदेखि लिएर हाम्रो मेन मिस्त्री चाहिँ यहाँ छ हाम्रो खेमे ब्लग्स त होइन फेरि खेमे है फेरि। अर्को छ हाम्रो शिव भाइ छ यहाँ, एकदम प्यारो भाइहरू हो। अनि हाम्रो खेमे भाइ के भन्दा नि यहाँ के हुन्छ कस्तो हुन्छ भन्नु? यहाँ फुल सर्भिसिङ एकदम राम्रोसँग हुन्छ, जेन्युन पार्टसँग है, ढुक्क पाराले आउँदा हुन्छ। र अहिले चाहिँ हाम्रो ठ्याक्क बस्दा हाम्रो पन्जल भाइ पनि भेट गर्छ है। केही भनिदियो नि त, अब कस्तो चलिरहेको छ अहिले लाइफ? ठिकै चलिरहेको। अहिले चाहिँ लियोको मेन सेफ है, लियो बारको चाहिँ मेन सेफ हो भाइ चाहिँ। जस खुसी लाग्छ भाइ। के भाइ अटो पार्ट्समा के गर्न आएको? बिएनबी अटो पार्ट्समा पार्ट चेन्ज गर्न आएको। बिएनबी पार्ट्समा चाहिँ के सुपथ मुलतमा पाउँछ तिमीले सबै कुराहरू, राम्रो सर्भिस हुन्छ। सही हो, यसरी नै चाहिँ आउनु पऱ्यो बिएनबी अटो पार्ट स्पेयरमा। ल अहिले चाहिँ हाम्रो यहाँ सुजित दाई चाहिँ भेट भइसकेको छ हाम्रो बिएनबी सबैजना जम्मा बिएनबी ग्यारेजमा होला त हो कि त दाइ? जनता ग्यारेज के भनिदिनु न त दाइ? अब के भन्ने, हेलमेट बेरिङ के चाहिन्छ यहीँ लिन आउनु होला। सुपथ मूल्यमा पाइन्छ, घटाइन्छ, डिस्काउन्ट गरिदिन्छ। सय ए केटाहरू डेली आउनु पऱ्यो नि, फेरि आज आउने फेरि 1 महिना नआयो भने त फेरि हुन्न, फेरि अर्कोचोटि फेरि थप गरेर लिन्छ फेरि अर्कोचोटि फेरि। सय आँडे के गर्न आएको जस्तो? कहाँ अलि बल्ल भेट के ओहो हाम्रो निकेश दाई हुनुहुन्छ है। निकेश दाई हाम्रो दाई हुनुहुन्छ। दाईकोमा टक्क झिल खान टक्क यहाँ चाहिँ रेडी भइसकेको छ है। सानो कौशलले चाहिँ झिल खान मलाई हामी टक्क हाम्रो राजदाईकोमा आउने। वेलकम सबैलाई, सबैजनालाई वेलकम छ है मेरो तर्फबाट। सही हो, ठ्याक्क बिएनबी ग्यारेजको छेउमा है। र अहिलेको लागि धन्यवाद। सो बोय केजी भाइ र भर्खरै चाहिँ यहाँ भाइहरू पनि सुट हानेर आइसक्यो। आज धेरै कुराहरू भयो, बिहानदेखि के भयो त्यो नुवाकोटवाला पार्टमा चाहिँ म भएन के भएको रे, मोबाइलै छोडेर आइदिएको। एउटाले फेरि चापी लिएर गइदिएछ, आएको छ एउटाले आएको छ मोबाइल छोडेर आएछ के गरेछ। ल एनिवेज राम्रो भयो नि आजको सुट त राम्रै भयो नि। ल ठिक छ, ल वेलकम टु माई ब्लग मेरो भाइ। ल अहिले चाहिँ अब के हुँदैछ भन्नु? एकदमै मनदेखि एडी भाइलाई चाहिँ म ह्याप्पी बर्थडे भन्न चाहन्छु। हजुर केजी दाईको हाम्रो यहाँ रेस्टुरेन्टमा आएर एकदमै रमाइलो भएको छ। ल सबले सुरुबाट माथि ठ्याक्क केजी दाई अन्त हाउस केजी दाई यता आउनु न हजुर। म यहाँबाट भ्लग गर्छु। यता आउनु न। भ्लग गर्छु कि रोक न एकछिन? म गर्छु। हाम्रो सोल्टिङ हाउस यता बस्नु भनेर के? Happy birthday dear Eddie bhai. Yes. Santa Claus. ह्याप्पी बर्थडे हाम्रो एडी भाइलाई धेरै बेस्ट अफ धेरै शुभकामना होइन। यो वर्ष चाहिँ सायद राम्रो हुन्छ होला सबको लागि भनेर चाहिँ होइन। ल भाइ चाहिँ विस गरिसकेको वान्स अगेन ह्याप्पी बर्थडे भाइलाई शुभकामना। धेरै म्युजिक भिडियो पनि भन्छ, यो भ्लग अब देखिहाल्नुहुन्छ के भन्छ भनेर होइन, बिहानको कुराहरू देखिहाल्नुहुन्छ। ल सबले चाहिँ विस गरिदिउँ न त। ल भाइ तिमीले के भन्नु पहिला? ल जे फर्स्ट अफ अल ह्याप्पी बर्थडे यता एडी ब्रो होइन।
फर्स्ट अफ अल ह्याप्पी बर्थडे टु एडी ब्रो अनि सक्सेस गरौँ अझ लाइफमा होइन अझ नयाँ म्युजिक भिडियोज हारौँ आज पनि रेकर्ड भएको छ सुन आउँदैछ है स्टे ट्युन्ड है नयाँ म्युजिक भिडियोको लागि स्टे ट्युन्ड अझ जिन्दगीमा कति आउँछ हामी एडी ब्रो केजी ब्रो हाम्रो केजी आउँछ नि सबैतिरबाट ब्रो नै ब्रोहरू हुन्छ सबैतिरबाट आइहाल्छ नि ल भाइको ल धेरै धेरै धन्यवाद है ल यसो गरेर सबले भन्छ अब मलाई पाला पहिला है ल दाइ शुभकामना भाइलाई सिनियर विश गर्दा विश आँडे पनि आयो भ्लगमा ल है अब यसरी नै अब भ्लगको एन्डिङ गर्नुपर्छ र विपुल जान त विश गर्नु न त केटाहरू ए लामो भाइ सिनियरबाट डिसीले खायो सिनियरबाट है ल है हाम्रो केटाहरू के को छ हाम्रो लामो भाइ विपुल के भन्दै एक दुई शब्द विश गर्दै ल साथीलाई भन नि त सोल्टी एक दुई शब्द के भन्नु मेरो वान टू ऱ्याम हो कि अब ऱ्याम नयाँ म्युजिक भिडियो आउँदैछ होइन उसको नि आउँछ मेरो नि अब नेक्स्ट स्याटरडे होइन फ्राइडे झर्छ त्यसपछि उसको झर्छ त्यसपछि कोल्याब झर्छ अनि उता डिसी पनि झर्छ है डिसी झरी गर्छ कि लामा भाइ हाम्रो बुट्टा ब्लग्स ल भाइ के भन्थ्यो होइन हिजो राति भनेको क्या भइसक्यो हाम्रो ल सहयोग ल हल्दार भाइ हाम्रो हल्दार भाइ केमा 8K मा खिचेको यो 8K मा खिचेको टाइम हुन्छ कि बुट्टा ब्लग्स रक्स अब यो 8K मा खिचेको यो मिल्छ कि मिल्दैन ब्लगमा मिल्छ त है ल बुट्टा ब्लग्स रक्स ए अनि ठुल्लै खुलाइदिनु लाग्यो once more बल्ल बर्थडे वास्ता भयो सेतै बनाइदेऊ न ल अब सब काटेर उस गरिदेऊ नि त भाइ छ हाम्रो भाइ ओके दाइ ल समीर भाइ पनि सबलाई उस गर है सुरज भाइ